आज मेरो किचनमा नयाँ सेफ छ म देखाउँछु र तपाईहरुलाई के पाक्यो मलाई थाहा पनि छैन म भक्कर आको उठेर को हो यो को हो मेरो किचनमा आज नयाँ मान्छे ओ माय गॉड अनि के पकायो भन त मैले यहाँ भात पकाए मैले यो सफा गरेर बनाएको यहाँ दाल मैले यहाँ घिउ हालेको थिए हुन्छ नि अति डलाएको छ हाल्नु सक्दैन यहाँ चाहिँ हाम्रो यो तरकारी पाकिरहेको काउरी वाउ सो प्रिटी तिमीले अस्ति मलाई सिकाएको थियो त मैले त्यही ल्याएको नि ओहो आज मेरो छोरालाई खाना बनाउन मन लाग्यो एउटा चीज बाँकी छ के अचार मैले बनाउनै गरिन के तिमीलाई दउ म सिकाइदिन्छु तिमी नै बनाउ न अब यत्रो त तिमीले बनाइसक्यो अब एउटा अब अचार अल्छी लाग्न पाइँदैन बनाउँछौ यो किचनको हालत चाहिँ यस्तो गरे रहेछ ल के गरेको असिम यो किचन भाँडा राम खाना दाल पकाएको कुकर होला हैन त्यो अनि माझ्नु नि पर्यो नि त सफा नि गर्नु पर्यो पकाए सँगसँगै